चिया खाने चलन छैन रक्सी खाने मान्छेले के चिया खाँदैन छ बाबु यो चम्पादेवी भने चाहिँ कता पर्छ होला बाबु आजकै सन्दर्भमा तपाईको के छ समीक्षा केको सन्दर्भ हो खासमा पहिला सन्दर्भको बारेमा जानकारी पाउनु पाए हुन्थ्यो के म नेपाली होइन र के मलाई माया छैन र बाजेले खाबो गाडेको धुरीको डोब छैन र के म नेपाली होइन र नमस्ते सबैमा तपाईहरुलाई स्वागत गर्न चाहन्छु हाम्रो युट्युब च्यानल हेरौँ नेपाल। हजुर आज हामी तपाईहरुलाई देखाउँदै छौं काठमाडौँ उपत्यकाको मुटुमै रहेको एउटा यस्तो ट्रेकिङ गन्तव्यको बारेमा जसले तपाईहरुलाई व्यस्त शहरबाट केही घण्टाभित्रै हिमालको शानदार दृश्यसम्म पुर्याउँछ। हामी कुरा गर्दै छौं चम्पादेवी हात्तीवन हाइकको। यदि तपाई काठमाडौँबाट नजिकै एक दिनमा पूरा गर्न सकिने र विशेष गरी शानदार दृश्यहरू दिने हाइकिङ रुट खोजिरहनु भएको छ भने यो रुट तपाईहरुको लागि हो। गाइस बाटो त साह्रो अप्ठ्यारो पर्छ त यार। हामी हात्तीवन रिसोर्ट आउँदै छौं साथी हो। ए माथि लेखा छ 5000 per hour। say half an hour please contact at receptions। ल डेन्जर छ नि हो। काठमाडौँबाट लगभग 2 घण्टाको दूरीमा रहेको चम्पादेवी हात्तीवन हाइकलाई काठमाडौँ उपत्यका भिस्टा हाइक पनि भनिन्छ। यो एक मध्यम स्तरको दिनभरको यात्रा हो जुन काठमाडौँबाट सजिलै गर्न सकिन्छ। र हामी हात्तीवन रिसोर्टमा छिरिसकेका छौं। कफी खाएर हामी चम्पादेवीको ट्रेकमा जाँदैछौँ है त। यो हाइकको सबैभन्दा ठूलो आकर्षण नै यसको सहजता र यहाँबाट देखिने काठमाडौँ उपत्यका र हिमालय पर्वत श्रृङ्खलाहरूको मनोरम दृश्य नै हो। हाम्रो यो यात्राको मुख्य गन्तव्य हो 2249 मिटर अग्लो चम्पादेवी शिखर। ल अब हामी चाहिँ हात्तीवन रिसोर्टबाट सर्लक्क लाएर चम्पादेवीको लागि यात्रा सुरु गर्दैछौँ। यहाँबाट हाम्रो वकिङ सुरु हुन्छ। हामी वकिङको लागि बढ्दैछौँ है गाइड्स। हात्तीवन सर हेरौँ त कस्तो छ। यति बेला हामी हात्तीवन रिसोर्टको कम्पाउन्ड वरिपरि रहेका भागहरू देखाउँदैछौँ जहाँ वनभोज यानि कि पिकनिक गर्ने स्थलहरू रहेको पनि छ। रोड एकदम स्लिपरी छ। पानी परेको समयमा चाहिँ हामीलाई यहाँनिर यात्रा गर्न गाह्रो हुने सम्भावना देखिन्छ। यस्तो छ है। ल क्याम्पिङको मजा पनि छुट्टै छ नि यार। यो हाइक विशेष गरी नयाँ र अनुभवी हाइकर दुवैका लागि उपयुक्त छ। यो एउटा मध्यम स्तरको ट्रेकिङ भएकोले
जसका लागि धेरै तयारी गरिराख्नु पर्दैन। समयको कुरा गर्दा यो सम्पूर्ण राउन्ड ट्रिप तपाईको हिँड्ने गतिमा भर पर्दछ। लगभग 4 देखि 5 घण्टासम्ममा पुरा गर्न सकिन्छ। यसको अर्थ तपाई बिहान निस्केर दिउँसोसम्ममा आफ्नो वासस्थानमा फर्किसक्नुहुनेछ। ल आजको यात्रा चाहिँ गाह्रो छ। एकपटक तपाईले ट्रेल हेड सुरु गरेपछि बाटो बिस्तारै उकालो लाग्दै जान्छ। यो ट्रेलको मुख्य विशेषता भनेको घना र हरियाली सल्लाका जङ्गलहरू हिँड्दै जानु हो। यो वातावरण एकदमै शान्त र मनमोहक छ। सोइलुङमा गयो ग्रेट टेल, लिम्बूमा गयो ग्रेट टेल, चम्पादेवीमा आयो ग्रेट टेल। मान्छे घुम्नको लागि यो यति राम्रो बाटो छ। ल बिस्तारा उकालो लाग्दै गर्दा वरपर देखिने हरिया डाँडाहरू, हिमालका सेता पंक्ति लहरहरू र सबैको सपनाको सहर काठमाडौँ उपत्यका हेर्दै अगाडि बढ्न सकिन्छ। हो चम्पादेवी हाइकमा आज हामी जाँदै हो। अब बाटोको अवस्था यस्तो छ है, यो जङ्गलको टापुमा पुग्नुपर्छ जस्तो लाग्छ मलाई। हो यो बाटो यहाँबाट यस्तो हुँदै 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 त्यो माथि पुग्नुपर्ने अवस्था छ। हामी दुईटा यात्रीहरू यात्राको क्रममा छौँ। यी झोला कुम्लो कुटुरो बोकेर यात्राका क्रममा सयौं यात्रीहरूलाई हामीले बाटोमा भेट्छौँ। कोही उकालो लाग्दैछन् त कोही ओह्रालो झर्दैछन्। यहाँ माथि गाउँमै पनि पाइन्थ्यो होला नि त। यो तल गाउँको भए चाहिँ मिठो हुन्थ्यो होला कि बजारबाटै ल्याउनु भएको त्यसो भए काँक्रो है? कति रुपियाँ किलो पर्छ? एक गोटाको कति कति रुपियाँ गोटा पर्यो यसको? एउटाको परो बोकेर ल्याउनु पर्छ के? उकालो लाग्दै गर्दा केही विश्राम गर्ने स्थलहरू पनि भेटिन्छन्, जहाँ सानो चिया पसलहरू र केही समय विश्राम गरेर फर्किने विश्राम स्थलहरू पनि प्रशस्तै भेट्न सकिन्छ। चम्पादेवीको डाँडा हो यो। केही किन्ने हो सर? किन्ने हो? हो त ल नकिनिकन जानु पाइँदैन यहाँबाट। अब अहिले चाहिँ खाँदै आयो दिदी, फर्किँदाखेरि चाहिँ पक्कै किन्नु सक्यो पिन्छौँ होला। अब के अन्त चिया खाने चलन छैन, रसी खाने मान्छेले के चिया खान दिदी छ? केही समय विश्राम गर्दै बाटोमा भएका वनस्पतिहरू हेर्दै चराचुरुङ्गीहरू हेर्दै हामी निरन्तर हाम्रो यात्रामा अगाडि बढिरहेका छौँ। केही ठाडा उकालाहरू, केही तेर्सा बाटाहरू, ढुङ्गाले बनाइएका सिँढीहरू पार गर्दै रमाउँदै रम्दै जिस्कँदै र खेल्दै हाम्रो यात्रा निरन्तर 2449 मिटरको चम्पादेवीको लागि बढाउन सकिन्छ। लगातारको उकालो पछि तपाईँ अन्ततः 2449 मिटरको उचाइमा रहेको चम्पादेवी शिखरमा पुग्नुहुनेछ। शिखर आफैमा दुई कारणले विशेष छ। पहिलो, यो एउटा महत्त्वपूर्ण बौद्ध स्तूपको स्थल हो, जुन स्थानीयहरूका लागि एक लोकप्रिय तीर्थस्थल पनि हो। तपाईँ यहाँ केवल समय बिताएर शान्ति अनुभव गर्न सक्नुहुन्छ। दोस्रो,
दृश्य यो नै हो हाइकको मुख्य पुरस्कार। चम्पादेवीको डाँडा र शिखरबाट तपाईले उपत्यकाको शानदार दृश्य देख्न सक्नुहुन्छ। यदि मौसम सफा छ भने तपाईले हिमालयको लामो श्रृङ्खलामा लाङटाङ हिमाल, गणेश हिमाल पनि देख्न सक्नुहुनेछ। कल्पना गर्नुहोस् तपाईँ काठमाडौँ शोरबाट टाढा र तपाईको अगाडि हिमालको विशाल श्रृङ्खलामा फैलिएको छ। हजुर, हामी यतिखेर चम्पादेवी भन्ने ठाउँमा आइसकेका छौँ। त्यो चाहिँ काठमाडौँबाट नजिकैको डेस्टिनेसन रहेको एउटा ट्रेकिङ वे हो। यहाँनिर आज हामी तपाईँहरूलाई हाम्रो हेरौँ नेपाल मार्फत तपाईँहरूलाई हाम्रो नेपालको एउटा सानो झलको यो चम्पादेवी ट्रेक जुन चाहिँ हात्तीवनभन्दा माथि रहेको छ, हामी यहाँ आइसकेका छौँ। यहाँको भ्यूहरू हामी तपाईँहरूलाई मजाले हाम्रो यस भिडियोमा देखाउँछौँ। तपाईलाई कस्तो लाग्छ लाइक, शेयर, कमेन्ट र सब्सक्राइब जुन कुरो चाहिँ सपोर्ट हो, यो सपोर्टको लागि हामी तपाईहरूलाई अनुरोध गर्दछौँ। नमस्ते। भयो रेडी। बाबु, यो चम्पादेवी भने चाहिँ कता पर्छ होला बाबु? हामीले खाएको कुराहरू चाहिँ फोकस जान्न अझै। आज हाम्रो चम्पादेवीको ट्रेक बिहान हामी 8 बजीदेखि हाम्रो यात्रामा थियौँ। हामी चम्पादेवीमा आएर सबैतिर घुमेर यति बेला 12 साढे भइसकेको छ र हामी फेरि ब्याक टु काठमाडौँ फर्किँदैछौँ। यतिखेर चम्पादेवीलाई बाई बाई गर्दैछौँ। ओके, बाई बाई। लगभग 1 देखि 1.5 घण्टासम्म तपाईँ आफ्नो समय यहाँ बिताएपछि अब फेरि काठमाडौँ फर्किने पालो। तपाईँ जुन बाटोबाट जानुभएको थियो त्यही बाटो भएर तल झर्न सक्नुहुन्छ। कति रमाइलो छ, कति रमाइलो।
रमाइलो गर्ने गाई सेवा हुन्छ र। कुन सहर हो त्यो? काठमाडौँ सहर। सबैको सपनाको सहर काठमाडौँ सहर, जुन चम्पा देवीबाट यति रमाइलोसँग हामी देख्न सक्छौँ। ल अध्यक्ष महोदय, तपाईँलाई कस्तो लाग्यो त? चम्पादेवी घुम्नलाई आज बिहान आएको। सबै डाँडा काँडा रुखहरूले घेरिएको रहेछ। अब एउटा भ्यू टावर चाहिँ बनाउनु पर्छ जस्तो लाग्यो। बजेट छुट्याइदिनु होला नि। के विकासै नभएको हो त तपाईँको भनाइअनुसार? विकास केलाई मान्ने भन्ने कुरा महत्त्वपूर्ण रहन्छ। कस्तो कुराको विकास? तपाईँको विचारमा के विकास हो त? आवश्यकता भएको ठाउँमा परिपूर्ति गर्नु विकास हो, या त जुन ठाउँमा छ त्यही ठाउँमा पटक 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 त्यही काम, एउटै काम दोहोऱ्याइरहने, गरिरहने, बिगारिरहने, फेरि त्यसलाई गरिरहने गर्नु विकास हो। मेरो विचारमा जुन ठाउँमा जुन कुराको आवश्यकता छ त्यो ठाउँमा त्यो कुराको परिपूर्ति गर्नु विकास हो। जहाँ आवश्यकता छ त्यो ठाउँमा गर्ने हो। आवश्यकै नभएको ठाउँमा, जुन ठाउँमा चाहिँ एउटा एक किसिमको राम्रो बाटो भइसकेको छ त्यो ठाउँमा फेरि चाहिँ ती पिच भत्काउने, फेरि गर्ने, कमिसन खाने, पैसो खाने भन्दा बाहेकको कुरा के भएको छ र? म चाहिँ त्यस्तो कुरालाई विकास मान्न सक्दिनँ। हामीले देखेका छौँ जुन ठाउँमा बडो समस्या छ, एक गाग्री पानी ल्याउनु कति कठिन छ। एउटा स्कुलमा पढ्न जानको लागि एउटा विद्यार्थीलाई हिँडेर जानको लागि एउटा गोरेटो बाटोको व्यवस्था छैन। त्यो ठाउँमा बाटोको आवश्यकता छ, त्यहाँनिर गर्ने विकास। सक्यो, 2 मिनेट भयो तपाईँ टाइम सक्यो। हेरौँ नेपाल टिमले यो ट्रेकलाई देखाएको छ, कस्तो लाग्छ तपाईँहरूको प्रतिक्रियासहित। आजको हाम्रो ट्रेक जानु न, साह्रै नै रमाइलो भएको छ। तपाईँहरूले हामीलाई साथ सहयोग र सपोर्ट गरिदिनु हुन अनुरोध गर्दै यस्तै गरी हामी अर्को भिडियो, अर्को ट्रेकमा हामी लिएर आउनेछौँ। धन्यवाद।